उड्दै हामी न्यू इयर यस्तो हुँदैछ हाम्रो न्यू इयर सुरु हुँदैछ अब हाम्रो खानेकुराहरू यहाँ राखिँदैछ अब ल मेरो लागि चाहिँ खाना आइसकेको छ यहाँ हेलो एभ्रीवन वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र हामी पनि एकदमै ठिक छौँ आज चाहिँ हामी न्यू इयर मनाउन जाँदैछौँ हाम्रो फ्यामिलीहरू चाहिँ सबैजना छ यहाँ कोकनाको जङ्गलतिर जानेछौँ हामी चाहिँ अरूहरू चाहिँ फुबाहरू चाहिँ ट्याक्सीमा जानु भएको छ हामी चाहिँ स्कुलमा जानेवाला छौँ हामी कति 4 हजुरहरु हाम्रो भ्युअर्सहरु हुनुहुन्छ भने हामीलाई भेट्न चाहनुहुन्छ भने सम्पर्क सट्ट लगाएर लुकोसुको लगाएर अब हामी चाहिँ हाम्रो खानेकुराहरू पनि अब रेडी नै भइसकेको छ कुनै माथि फुबाहरू लानु भएको छ अब कुनै चाहिँ हामीले लानेवाला छौँ बाजी चाहिँ लगाउँदै हुनुहुन्छ सपल चट्ट गाडेर आउनु भएको छ बाजी चाहिँ न्यू इयरको दिनमा मेन्डी लगाएर आउनु भएछ हाम्रो बाजी चाहिँ हिरो हुनु भएको छ यसो म्युजिक भिडियोहरुमा तपाईहरुलाई हिरोहरुको आवश्यकता छ भने हाम्रो बाजे पनि छ म्युजिक भिडियोहरु खेल्नलाई चाहिँ चाहियो भने चाहिँ कोही मेन हिरो नि रोलमा खेल्नु छ भने म पनि छ यता साइडमा नाच्नलाई अनुहार थोपरा नभए पनि चोपरा चाहिँ छ मेरो हामी चाहिँ साइडतिर नाच्ने हाम्रो माया चाहिँ साइडमा नाच्ने कि अगाडि नाच्ने हो मास्क लगाएको रहेछ त्यसपछि ल अब चाहिँ हामी दामको लागि निस्किसकेको छ तल ग्राउन्डमा हाम्रो यहाँ बाजी छ कोटपाट लगाएर सर्लक चलाएर बाजी चाहिँ आज हिरो हुनुभएको छ हाम्रो बाजी चाहिँ कपाल पनि काटेको छ लगाएर यहाँ छ हाम्रो बाबु हिरो डोन यहाँ आउँदा यता आउँदा हाई गर हेलो गर हेलो हेलो छिटो हेलो नाम के हो र बाबुको नाम भन त बाबु स्कोलर चाहिँ यहाँ छ हाम्रो अब चाहिँ हामी जान लागेको छ गाइज अब माथि अरू फुबाहरू चाहिँ माथि जानु भइसकेको छ हामी अब उता गएर भेट्नेवाला छौँ त्यति भन्दै अब हामी माथि भेट्नेवाला छौँ गाइज तपाईँहरूलाई हामी माथिको भ्यूहरू देखाउनेवाला छौँ गोकर्णको फाइनली हामी चाहिँ स्कुटर पार्किङमा राखेर सकेको छ पार्कमा स्कुटरहरू चाहिँ हामीले पार्क गरिसकेको छ अब माइली फुबाहरू चाहिँ तल जानु भएको छ अरे अब भेट हुन्छ कि हुँदैन हामी चाहिँ माथि नै छौँ अब खोज्दै जाउँ के कसो हुन्छ अब ग्रुप छुटेर हाम्रो ग्याङ कुनै अगाडि भयो कुनै पछाडि भयो चाहिँ पानी लिन गएको छ पानी र पेपर कपहरू के चाहिन्छ अब हेरौँ आशाहरूले बोक्नु भएको थियो हामी छुट्यौँ त्यही भएर अब चाहिँ घाम चाहिँ खतरा लागिरहेछ हौ टोपी पनि के भएको मेरो त कुम्चे छ यहाँ गर्मी भयो है त घाम आछ यता यस्तो बाटोबाट हिँड्दैछ न्यू इयर न्यू इयर मनाउन त मान्छे त यतातिर पो रहेछ हौ के साह्रो रमाइलो अबिलो न्यू इयर मनाउन त मान्छेहरू त यतातिर त्यस्तो रहेछ गाइजहरू हेर्नुहोस् त जङ्गलमा आमा जङ्गल पो खतरा देख्दो रहेछ न्यू इयर आउनुपर्ने रहेछ हौ चाडपर्वहरू आयो भने त जङ्गलहरू पो पुरै खतरा देखिने रहेछ म चाहिँ यतातिर यस्तो भइरहेछ न्यू इयर मनाउन यस्तो बाटोबाट हिँड्नुपर्ने फेरि गाह्रो छ रमाइलो गाइज न्यू इयरको रमाइलो यस्तो जङ्गलतिर पो हुने रहेछ हौ रमाइलो त काठमाडौँ चाहिँ खाली होला यता जङ्गलतिर चाहिँ रमाइलो रहेछ माहौल आमा के यस्तोहरू पनि पाउँदो रहेछ व्यापार गर्नले मान्छेले सबै पाउँछ आमा यता प्राय सबैले लिएर आउँछ
के आएको रहेछ अबि लो काफल पनि रहेछ यहाँ कस्तो राम्रो रहेछ त काफल त भरे बस्यो भने म अलिकति चाख्छु ऊ अगाडि गइसक्यो ल पसलहरू पनि रहेछ यता त व्यापार यतातिर पो रमाइलो रहेछ हामी त धेरै तल बस्यो क्या हो यतातिर पो रमाइलो रहेछ हामी धेरै तल बसेको यतातिर चाहिँ बस्न मिल्दैन र उनीहरू नआउने रे माया आऊ हामी सकिन्छ है उड्दै हामी न्यु इयर यस्तो हुँदैछ हाम्रो यहाँ सुरु हुँदैछ अब हाम्रो खानेकुराहरू यहाँ राखिँदैछ अब ल मेरो लागि चाहिँ खाना आइसकेको छ यहाँ ल बाजेको सुरु भयो होइन बाजे चाहिँ उता बस्नु भएको छ हामी यता छौँ यहाँ छ यतातिर फुबाहरू चाहिँ ऊ बहिनी बाबाहरू मान्छेहरू चाहिँ यतातिर पनि टन्नै छ हेर्न सक्नुहुन्छ अझ योभन्दा तलतिर पनि छ हामी चाहिँ अलि माथि नै छौँ ल अब चाहिँ हाम्रो खानपिनको कार्यक्रम चाहिँ सकिसकेको छ अब सफा गर्दैछौँ अब यो प्लास्टिकहरू चाहिँ फाल्नुपर्ने हुन्छ सफा गरेर जम्मा गरेर उतातिर डस्टबिन छ डस्टबिनमा राख्नुपर्ने हुन्छ सो गाइज अब चाहिँ हामी फाइनली आइपुगिसकेको छ घरमा हेर्न सक्नुहुन्छ लुगा फुगालिसक्यो गर्मी भयो गर्मीले त्यही भएर लुगा चाहिँ फुगालिसकेको छ बाजे लुगा चेन्ज गर्दैछ कान्छी फुपू पनि लुगा चेन्ज गर्दैछ अझै फुपाहरू चाहिँ आउनु बाँकी नै छ एकछिनमा आउनुहुन्छ होला सायद